के भइरहेको छ हाम्रो ठाउँमा यस्तो? आज हामीहरूले के देख्यौं त? यो मेरो साइकललाई के रोग लागेको? जति पेन्चर टाल्दा पनि फुटिहाल्छ। पेन्चर टालिसकेपछि थोरै काम गर्छ, फेरि फुटिहाल्छ। सायद फेभिक्विकले काम नगरेर होला। त्यस कारणले यो भाइको साइकल पनि पेन्चर भएको रहेछ, मेरो साइकल पनि पेन्चर। दुवैजना साथी बनेर टक्क लाएर हामीहरू चाहिँ साइकल बनाउन ग्यारेज जाँदैछौँ। जाँदै गर्दा हामीहरू रङ्गशाला पनि पुग्यौं। थोरै रेस्ट गरेर रङ्गशाला कस्तो बन्दैछ भनेर हेर्यौं। ग्यारेज पुग्यौं। ग्यारेजको मान्छेले हामीहरूलाई टुवा पारिदिए। अब चाहिँ थोरै के काम परेर नेपालन्स गएको रहेछन्। अब चाहिँ 15-20 गते आउँछन् भन्नुभयो। उताको दाइलाई सोध्यौं र साइकल नै नबन्ने भयो भनेर हामीहरू निराश अनुहार लगेर घरतिर जान लाग्यो। धेरै थकै लाग्यो र हामीहरूले अलि माथि आएर रेस्ट गर्यौं। यो बिचारा बुङ्गुरलाई यो दाइहरूले कसरी लगिरहेको छन् हेर्न सक्नुहुन्छ। बुङ्गुर चाहिँ धेरै करेरहेको छ, क्या गरेर। एउटा बाइक ग्यारेजको दाइ दयालु हुनुहुँदो रहेछ। हाम्रो साइकल चाहिँ बनाइदिन्छु भाइ भनेर बनाइदिनु लाग्नु भएको छ। साइकल बनाएर हामीहरू घरतिर जान लाग्यौं। हेर्न सक्नुहुन्छ हजुरहरूले। घरमा आएर मलाई चाहिँ धेरै भोक लाग्यो। भाइ यो पैसा लगेर चाउचु किनेर ल्याइदिन भने मेरो भाइले पनि सुटुक्कै समातेर जान लाग्यो पसलतिर। आज मेरो भाइले कति चाँडै काम गरेको हो के, सट्ट गयो, सट्ट चाउचो ल्याएर घरमा आइदियो। दुई भाइ बिना मिलेर मजासँग चाउचो खान लाग्यौं। अनि माथि चौरमा गएर हेरेको त यी दुई केटाकेटी के गरिरहेको छन् डेटिङ बसेर। फुल भिडियो हेर्ने मन छ भनेपछि संगते युट्युब च्यानलमा जानु र थ्याङ्क्स फर वाचिङ दिस भिडियो। आजको लागि चाहिँ यति नै हुन्छ। कस्तो लाग्यो, राम्रो लाग्यो लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। हस्त गाइस, जय नेपाल, म्याच है सबैलाई।